नमस्कार। क्याप्टेन रोहित पौडेल। क्रिकेटमा क्याप्टेनको जिम्मेवारी र भूमिका अन्य खेलभन्दा अलिकति पृथक हुन्छ, चुनौतीपूर्ण हुन्छ। नेपाललाई दुई पटक टी20 वर्ल्ड कपसम्म पुर्याउने पहिलो कप्तान बनेका छन् रोहित। त्यो पनि कुनै सहज बाटोबाट भने होइन। मुस्किल, अप्रत्याशित अनि कहिलेकाहीँ अविश्वसनीय क्षणहरूले भरिएको यस यात्रामा उनले टिमलाई अगाडि बढाए। उनका आलोचकहरू पनि छन्, स्वाभाविक हो। जहाँ सफलता हुन्छ त्यहाँ प्रश्नहरू पनि हुन्छन्, आलोचना पनि हुन्छन्। कसैले भने उनी टी20 कप्तानको लागि योग्य छैनन्, कसैले भने उनको डिसिजन मेकिङ एबिलिटी एकदमै कमजोर छ। यतिसम्म कि रोहित आउट भन्ने आलोचकहरू समेत तपाईँ आफ्नो आसपासमा दिनहुँ देख्नुहुन्छ होला। तर यथार्थमा रोहित विचलित हुँदैनन्, निरन्तर प्रयास गर्छन्। जब समय अप्ठ्यारो हुन्छ तब झनै आत्मविश्वासी र धैर्य देखिन्छन्। यता आलोचना गर्नेहरू गरिरहे, उता रोहितले भने नेपाललाई लगातार दोस्रो विश्वकपसम्म पुर्याएरै छाडे। Captaincy is not easy. You've got to look after 10 players before you look after yourself. He's a very selfless man. He goes about his work. He's always asking questions. He's always trying to improve. आजको रोहित पौडेल अब पहिलेको रोहित पौडेल होइन। यो रोहित मैदानमा अझै बढी धैर्यवान, सजग र रणनीतिक रूपमा निपुण बनिसकेका छन्। होला पहिले कहिलेकाहीँ भावनामा बगियो होला, हतारमा निर्णय पनि लगियो होला। युवा उमेर यस्तै हुन्छ। तर त्यही युवा कप्तान अब धेरै पाठ सिकेर परिपक्व भइसके। आखिर गल्ती र सिकाइको यही प्रोसेसकै नाम त जिन्दगी हो नि। त्यसैले अब मलाई उनलाई रोहित कुमार पौडेल भन्न मन लाग्दैन, मात्र रोहित पौडेल, यानी एक जिम्मेवार पुरुष, एक परिपक्व र स्थिर कप्तान। I'm very proud of the team, especially you can see the efforts which has been put. So I think everyone is stepping up. The result is showing now. So I think I'm very proud of the team. मेरो बुझाइमा रोहित पौडेल समग्र नेपालको स्पोर्ट्सको लागि एउटा केस स्टडी र इक्जाम्पल नै हुन्। केस स्टडी यस मानेमा कि कसरी लङ टर्म प्लान र इन्भेस्टमेन्टले राम्रै प्रतिफल दिन्छ त, अनि इक्जाम्पल यस मानेमा कि तपाईसँग यदि भिजन छ भने, उपयुक्त पात्र छनौट गर्ने, त्यसलाई नर्चर गर्ने, डेभलप हुन दिने धैर्यता छ भने तपाईको एउटा रिस्की मुभ पनि फलदायी साबित हुन सक्छ। 2022 को मे महिना विश्वकप लिग 2 अन्तर्गत नेपाल अमेरिका र स्कटल्यान्ड भ्रमणमा जाँदै थियो। त्यसअगाडि चाहिँ मङ्सिरमा क्यानले सन्दीप लामिछानेलाई नेपालको क्याप्टेनको रूपमा नियुक्त गरेको थियो। तर टिमको भाइस क्याप्टेन भने चयन गर्न समय लगाएको थियो। त्यसबीचमा नेपालले आईसीसी टी20 वर्ल्ड कप क्वालिफायर, यूएईमा लीग 2 सिरिज, पपुवा न्युगिनी विरुद्ध टीयूमा इन्टरनेशनल ओडीआई सिरिज र टी20 सिरिज सहित अन्तर्राष्ट्रिय महत्त्वपूर्ण सिरिज खेल्दा पनि उपकप्तान थिएनन् टिममा। यी सबैमा क्याप्टेन सन्दीप लामिछाने मात्र थिए। किन यस्तो भयो त? यसको लागि हामीले पहिले बुझ्नुपर्छ भाइस क्याप्टेन भनेको के हो। एउटा स्पोर्ट्स टिमको भाइस क्याप्टेन, उपकप्तान, कप्तान भन्दा मुनिको दोस्रो महत्त्वपूर्ण नेतृत्व पदमा रहने खेलाडी हो। भाइस क्याप्टेनलाई क्याप्टेनको अनुपस्थितिमा टिमको नेतृत्व गर्न, क्याप्टेनलाई सहयोग गर्न र टिमको व्यवस्थापनलाई सहज बनाउन नियुक्त गरिन्छ। जब टिमको क्याप्टेन घाइते हुन्छ, खेलबाट बाहिर हुन्छ वा कुनै कारणले उपलब्ध हुँदैन भने त्यो समयमा भाइस क्याप्टेनले कप्तानको जिम्मेवारी लिन्छ। सिधा भाषामा भाइस क्याप्टेन यानी तपाईले एउटा अर्को क्याप्टेन पनि तयार गर्दै हुनुहुन्छ। तर तत्कालीन भाइस क्याप्टेन दिपेन्द्र सिंह ऐरी पनि क्यानको अनुशासन कारबाहीमा परेका थिए। त्यसपछि त्यो पद रिक्त थियो। त्यसैले क्यानले 6 महिनाको समय लगाएर मे 2022 मा अन्डर 19 टिमको नेतृत्व गरिसकेका रोहित कुमार पौडेललाई क्यानले नेपालको उपकप्तान बनायो। सिनियर टिममा यो पहिलो पटक उनले पाएको ठूलो जिम्मेवारी थियो। रोहित त्यो बेला एज अ प्लेयर आफ्नो प्राइममा उक्लिँदै थिए। 20 वर्षीय रोहितले सन् 2018 मा नेदरल्यान्ड्स विरुद्ध खेल्दै ओडीआईमा डेब्यू गरे यता 2022 सम्म एउटा शतक र 4 अर्धशतक सहित 623 रन बनाएर उनी एउटा राइजिङ ट्यालेन्टको रूपमा विकसित भइरहेका थिए। त्यो समयमा ओडीआई इन्टरनेशनलमा नेपालको लागि सर्वाधिक रन बनाउने खेलाडी समेत उनी बनिसकेका थिए। तर पनि यति बेलासम्म उनी रोहित कुमार पौडेल नै थिए। कुमार हटेर रोहित पौडेल बन्ने एउटा ट्रान्सफर्मिङ टाइम आउँदै थियो उनको लागि। क्यानले धेरै सोचविचार गरेर समय लगेर रोहितलाई लिडरशिप ग्रुपमा सामेल गरेको थियो। कारण थियो उनले एज ग्रुपमा देखाएको परिपक्वता। पहिलो पटक अन्डर 19 मा ओपन सिलेक्सनबाट आएका रोहितमा नेतृत्वको गुण र अनुशासनको झलक उमेर समूहबाटै अन्य खेलाडीहरूभन्दा अलिकति फरक चाहिँ देखिन्थ्यो। उनी कुनै फ्यान्सी पर्सनालिटीका मान्छे थिएनन्। लो प्रोफाइलमा बस्न रुचाउने, धेरै स्पटलाइटमा बस्न नरुचाउने स्वभाव भएका खेलाडी थिए। त्यसैले धेरैले क्याप्टेनको डिबेटमा समेत उनलाई ल्याउँदैन थिए। क्यानले उनलाई जब भाइस क्याप्टेन बनायो धेरैलाई यो सरप्राइजिङ मुभ लाग्यो, तर केहीलाई मात्र फेयर लागेको थियो। कतिले त यो न्यूजलाई नोटिससम्म पनि गरेनन्। तर नीतिसँग भने फरक स्क्रिप्ट थियो। क्याप्टेन बनेको 1 वर्ष पुग्नै लाग्दा सन्दीप लामिछानेलाई उनको केसको कारणले गर्दा क्यानले क्याप्टेनबाट हटाउँछ। अब क्याप्टेन कसलाई बनाउने त? भाइस क्याप्टेन थिए रोहित, तर टिममा केही सिनियर र कप्तानहरूको दावेदार अरू खेलाडीहरू पनि थिए, जस्तै कि दिपेन्द्र सिंह ऐरी, सम्पाल कामी, करण केसी लगायत सिनियर खेलाडीहरू। क्यानका सेलेक्टर दिपेन्द्र चौधरीले हाम्रो खेलकुद पोडकास्टलाई भने अनुसार चाहिँ यो एउटा एकदमै लङ प्रोसेस थियो, किनकि युवाहरूलाई फोकस गरेको थियो क्यानले। रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी र आसिफ शेखरको नाममा कसलाई क्याप्टेन बनाउने भनेर डिस्कसन चलेको थियो। यसमा केही सिलेक्सनको आधारहरू तयार पनि गरियो, जस्तो कि वर्कलोड। दिपेन्द्र अलराउन्डर, बलिङ ब्याटिङ सबै गर्नुपर्ने, आसिफ विकेट किपर। यहाँ भने रोहितले प्लस पोइन्ट पाए। अर्को पर्सनालिटी। रोहित एकदमै काम नेचरका व्यक्ति, तर मैदानमा एकदमै जागरुक पनि। गेम नलेज एकदमै राम्रो भएका, मिडिया फेस गर्न सक्ने, एक्सप्लेन गर्न सक्ने इन्थुजियास्ट। त्यसमाथि एज ग्रुपबाटै पनि एउटा राम्रो पर्सनालिटी बिल्डअप गरेका थिए। जे कुरा पनि सिक्न चाहने, जिज्ञासु स्वभाव। अर्को
अफ द फिल्ड एक्टिभिटिज पनि उनी कहिले कुनै पनि कन्ट्रोभर्सीमा परेनन्। जहिले डिसिप्लिन भइराखे, वेल मेन्टेन्ड, आफ्नो क्रिकेटलाई मात्र फोकस गरेर कसरी राम्रो गर्न सकिन्छ भन्ने कुरामा मात्रै ध्यान राखेर खेलिरहेको एउटा खेलाडी बाहेक अरू केही पनि थिएनन् उनी। त्यसपछि लिडरशिप एबिलिटी, एज फ्याक्टरहरूको कुराहरूमा पनि रोहित नै उपयुक्त देखिए। यहाँ रोहितको लागि अर्को एउटा प्लस पोइन्ट के थियो भन्दा केन्यासँगको 3 वटा एकदिवसीय अभ्यास खेलहरू पनि। त्यहाँ अलरेडी रोहित पौडेलले क्याप्टेन गर्दै नेपाललाई क्लिन स्विप जित दिलाएका थिए जब स्यान्डीको त्यो केस आएको थियो। यति मात्र होइन, क्याप्टेन हटेको अवस्थामा टिमलाई जसरी उनले एकत्रित गरे, प्रेसर ह्यान्डल गरे, यसले पनि क्यानलाई उनलाई क्याप्टेन कन्सिडर गर्नको लागि सहज वातावरण बनायो। इभेन्चुअली मेमा उपकप्तान बनेका रोहित पौडेल त्यही वर्षको नोभेम्बरमा पनि नेपालको कप्तानमा नियुक्त भए। रोहित अन्य खेलाडी सरह त्यो समय पपुलर थिएनन्, तसर्थ क्यानले थोरै आलोचना पनि खेप्नु पर्यो यो निर्णयमा। तर एउटा लङ टर्म इन्भेस्टमेन्ट थियो एउटा युवामा जसमा भविष्य देखिँदै थियो अथाह परिपक्वताको, जिम्मेवारीको। यो थियो कसरी रोहित क्याप्टेन बने भन्ने सम्मको एउटा ब्याक स्टोरी। अब यहाँबाट सुरु हुन्छ रोहित कुमार पौडेल, मात्र रोहित पौडेल बन्ने बाटो। यानी मात्र एक युवा क्रिकेटरबाट एक जिम्मेवार पुरुष, एक परिपक्व र स्थिर कप्तान बन्ने बाटो। कप्तान बनिसकेपछि रोहित कुमार रहेनन्, मात्र पौडेल हुँदै गए। कप्तानको जिम्मेवारी र टिमको एक स्टार ब्याटर, यी दुवै भूमिका रोहितको लागि चुनौतीपूर्ण र अवसरका दिनहरू बन्दै गए। एउटा क्राइसिस टाइमको क्याप्टेनबाट सुरु भएको यो जर्नीले रोहितलाई आज नेपालको सबैभन्दा सक्सेसफुल क्याप्टेन बनाएको छ। तर रोहित कस्तो बाटो हिँडे, कति अपेक्षाकृत रहे र कति अनपेक्षित? आउनुहोस् आजको यस भिडियोमा हामी यही बाटोलाई फर्केर हेरौँ जुन रोहितले तय गरेका छन्। च्यानललाई सब्स्क्राइब अनि यो भिडियोलाई लाइक गर्न भने नबिर्सिनु होला है त। मोर देन 60% ले गर्नुभएको छैन मेरो भिडियोमा, जति हेर्नुहुन्छ एकदमै दुःखद कुरा हो यो। यसपछिका केही स्ट्याट्स र इन्फर्मेसनहरू चाहिँ नेपालको मैले मोस्ट रेपुटेड जर्नलिस्ट आदरणीय दादा विनोद पाण्डेको कान्तिपुरको जुन आर्टिकल आएको थियो त्यसबाट लिएको छु। थोरै स्ट्याट्सहरू, जानकारीहरू म लिङ्क पनि डिस्क्रिप्सनमा राखिदिनेछु, तपाईँ समय मिलाएर पढ्नु होला। नेपालले आइसिसी T20 वर्ल्ड कप एसिया एन्ड इस्ट एसिया पेसिफिक क्रिकेट क्वालिफायरको उपाधि जितेर लगातार दोस्रो पटक विश्वकप खेल्दैछ। तर म भने तपाईँलाई लैजान्छु यस टुर्नामेन्टको ग्रुप स्टेजमा, जहाँ कुवेत पहिलो प्रतिद्वन्दी थियो। अनि यो खेलको अर्को महत्त्व के छ थाहा छ? कुवेतलाई पराजित गर्यो, नेपाल विश्वकपमा पुग्ने बाटोमा अगाडि बढ्यो, त्यो त छँदैछ। तर यही खेलबाट नेपाली क्याप्टेनको रूपमा रोहित पौडेलले एउटा अनुपम कृतिमानी छोएका थिए। त्यो थियो उनको क्याप्टेन्सीमा नेपालले खेल्दै गरेको 50औं T20 अन्तर्राष्ट्रिय खेल। ग्रेट माइलस्टोन। 23 वर्षीय रोहितले नेपालबाट T20 मा सर्वाधिक हिजोसम्म समेत गरेर 55 खेलमा अब कप्तानी गरिसकेका छन्। अब यहाँनिर थोरै केही नम्बर्सहरूलाई चाहिँ याद गरौँ है। रोहित बाहेक नेपालबाट पारस खड्काले सर्वाधिक 27 खेल, सन्दीप लामिछानेले 18 र ज्ञानेन्द्र मल्लले 12 T20 अन्तर्राष्ट्रिय खेलमा क्याप्टेन्सी गरेका छन्। रोहितको कप्तानीमा नेपालले T20 अन्तर्राष्ट्रियमा सर्वाधिक 32 खेल पनि जितेको छ। त्यस्तै स्यान्डीको क्याप्टेन्सीमा नेपालले 13 अन्तर्राष्ट्रिय खेल जित्दा पारसको क्याप्टेन्सीमा 11 र ज्ञानेन्द्र मल्लको क्याप्टेन्सीमा 9 T20 अन्तर्राष्ट्रिय खेल जितेको थियो। रोहितको क्याप्टेन्सीमा नेपालले 18 खेल हारेको छ भने 3 खेल टाई भएर सकेका छन्। उनको क्याप्टेन्सीमा नेपालको विनिङ पर्सेन्टेज 60.9% छ। ज्ञानेन्द्र मल्लको क्याप्टेन्सीमा नेपालको विन पर्सेन्टेज थियो 75%। सन्दीप लामिछानेको क्याप्टेन्सीमा नेपालको विनिङ पर्सेन्टेज थियो 72.22। अनि पारस खड्काको क्याप्टेन्सीमा नेपालको T20 इन्टरनेसनलमा 40.74% को विन पर्सेन्टेज थियो। अब हेरौँ उनी किन नेपालको लागि सर्वाधिक सफल कप्तान हुन् त? यदि T20 के मात्र कुरा गर्ने हो भने पनि रोहितले सन् 2023 को सेप्टेम्बर 27 मा चीनको हाङझाउमा भएको 19औं एसियाली खेलकुद अन्तर्गत चाहिँ मंगोलिया विरुद्ध पहिलो पटक नेपालको क्याप्टेन्सी गरेका थिए। त्यो खेल इतिहासमै विशेष रह्यो। नेपालले त्यो खेलमा 273 रनले जितेको थियो, जुन आजसम्म पनि T20 इन्टरनेसनल क्रिकेटको सबैभन्दा ठूलो रन मार्जिनको जित थियो। क्याप्टेनको रूपमा पहिलो गेम र त्यही गेम नै रेकर्ड ब्रेकिङ। एज अ क्याप्टेन रोहित पौडेलले धमाकेदार एन्ट्री गरेका थिए नेपाली क्रिकेटमा। समयले सबैभन्दा ठूलो छेडलाई भने पर्खाएकै थियो। नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा भएको T20 वर्ल्ड कप खेल्दै वर्ल्ड स्टेजमा आफूलाई कमब्याक गरायो। त्यो कमब्याक साधारण थिएन, किनकि सन् 2014 मा पारस खड्काको नेतृत्वमा हामीले पहिलो पटक वर्ल्ड कप खेलेका थियौं भने 10 वर्ष लागेको थियो। त्यसपछि 10 वर्ष सानो समय होइन ग्लोबल स्टेजमा आफूलाई फर्काउनको लागि। त्यो छेडले नै सम्पूर्ण नेपाली क्रिकेटमा एउटा नयाँ आशा जगाएको थियो। त्यहीबाट क्रिकेट आजको दिनमा यो क्रिकेट भएको लोकप्रियता हासिल गर्यो। नेपाल फर्किएको थियो वर्ल्ड स्टेजमा, नयाँ क्याप्टेनको नेतृत्वमा, नयाँ साहस, नयाँ सोच र नयाँ ऊर्जा सहित। तर विश्वकपमा उत्कृष्ट लडाईले सबैको मन जिते पनि नेपालले युद्ध भने हार्यो। तर पनि यो एउटा सिकाइ थियो। नेपालले सन् 2023 मा पाकिस्तान र श्रीलङ्कामा भएको एसिया कप खेलेको थियो। यो पनि ऐतिहासिक क्षण थियो। एसीसी प्रिमियर कपको फाइनलमा युएलाई हराउँदै नेपालले भारत र पाकिस्तानसँग खेल्ने सपना आफ्नो पूरा गरेको थियो उनै रोहित पौडेलको क्याप्टेन्सीमा। नेपाली खेलाडीको लागि त्यो मैदानमा पाइला टेक्नु अनि ती खेलाडीहरूसँग प्रतिद्वन्द्वीको रूपमा उभिनु छेउमा
यो वर्षौंदेखिको खेलाडीको मात्र होइन हाम्रो लागि पनि सपना थियो र त्यो सपनालाई साकार बनाउने क्याप्टेन थिए रोहित पौडेल। अनि त्यस अगाडिको विश्वकप लिग 2 मा नेपालको जटिल स्थितिलाई पनि सम्झिनुहोस्। ओडिआई मान्यता गुम्ने एउटा जुन जोखिम थियो, तर रोहितकै क्याप्टेन्सीमा नेपालले 12 मध्ये 11 खेल जित्दै ओडिआई मान्यता जोगाएर ओडिआई वर्ल्ड कप क्वालिफायरमा सिधै प्रवेश गरेको थियो। मलाई लाग्छ नेपाली क्रिकेटको हिस्ट्रीमा स्ट्रगल अनि युनिटी अनि ट्रस्ट यी सबैको कम्बिनेसनबाट निस्किएको सबैभन्दा ठूलो प्रतीकको रूपमा म यही माइलस्टोनलाई लिन्छु मैले, किनकि 12 मध्ये 11 खेल जित्दा तपाईलाई एक्स्ट्राअर्डिनरी चाहिन्थ्यो सबै कुराहरू, त्यो यो टिममा थियो। रोहितकै क्याप्टेन्सीमा नेपालले केही साता अगाडि मात्र वेस्ट इन्डिजसँगको 3 टी20 अन्तर्राष्ट्रिय श्रृङ्खला पनि खेल्यो र 2-1 ले जित्यो पनि। इतिहासमा पहिलो पटक कुनै पनि टेस्ट नेसन्सलाई हामीले हराउन सफल भएका थियौं। उनीहरू विरुद्धको सिरिज जितेका थियौं, जायन्टलाई पल्टाएका थियौं। यस सिरिजमा भने एउटा कुरा फेरि पनि देखियो, रोहितको सिरियसनेस। देश जुन स्थितिबाट गुज्रिरहेको थियो त्यो कुरा फिल थियो उनलाई। अफ द फिल्ड पनि नेतृत्व गरिरहेका थिए सरसफाइका कुराहरूमा, रणनीति बनाउने कुरा होस्, संयमता देखाउने कुरा होस्, यी सबै कुरामा टप नच उनको लिडरशिप देखियो। यी सबैको पछाडि कारण के हो थाहा छ? सबैभन्दा ठूलो कुरा हो उनको स्वभाव। उनी एकदमै जिज्ञासु स्वभावका छन्, सिक्न चाहने, हर हमेशा सुधार गर्न डराउँदैनन् उनी। ब्याटिङमा स्ट्रगल गरिरहेका हुन सक्छन्, तर ब्याटिङमा सुधार मात्र होइन, नेतृत्वका आयामहरूमा पनि आफूलाई कसरी अझै सुधार गर्न सकिन्छ आफैलाई नै च्यालेन्ज दिने काम गर्छन् उनी। कस्तो पिचमा कुन रणनीति अपनाउने, कुन परिस्थितिसँग कसरी जुत्ने, निर्णयहरू कसरी लिने, यी समझहरू सबै आफूले विकास गर्छन्, आत्मसात गर्छन् यस्ता च्यालेन्जलाई उनले। यो मैले भनिरहेको छैन, मेरो शब्द होइन, उनलाई हेरेका पहिले जगत गुरुको तपाईँ कुरा गर्न सक्नुहुन्छ, विनोद दासँग तपाईँले कुरा गर्नुहोस्, पारस दाईसँग कुरा गर्नुहोस्, जोसँग पनि कुरा गर्नुहोस्, सबैले भनिदिन्छन् तपाईँलाई कुराहरू। शरद दाईसँग मैले धेरै सोधेँ उनको बारेमा, उहाँले धेरै भन्नुभयो। अनि त्यसमाथि आफै पनि भेटघाट गर्दाखेरि पनि रोहितको जुन हम्बल नेचर छ, जति माई डियर उनी छन्, त्यो पर्सनालिटी म कहिले पनि बिर्सिँदैन। अब नेपाल लगातार दोस्रो पटक टी20 वर्ल्ड कप खेल्दैछ। यही टिमका खेलाडीहरू क्याप्टेन रोहितलाई अब एउटा खेलाडी र कप्तान मात्र होइन, एउटा इन्सपिरेसनलको सोर्स पनि मान्छन्। मैले धेरैसँग कुरा गर्छु, हेर्नुहोस्, गुलसनहरूसँग कुरा गर्नुहोस् तपाईँहरू, अब जुनियर आएका खेलाडीहरू त सधैँ नै छन्, अझ इभन सिनियर्सले पनि उनलाई गर्ने व्यवहार धेरै फरक छ, किनकि सबैले देखेका छन् नि त यो। उनी जति आफूले आलोचना भोगिरहेका छन्, तर यो कहिले देखाउँदैनन्। उनी प्रत्येक खेलाडीलाई बरु मोटिभेट गर्न जान्छन्, टिम स्पिरिटलाई बलियो बनाउँछन् र टिमभित्र बन्डिङ अनि युनिटीलाई कायम राख्छन्। आफ्नो प्रेसर अनुहारमा कहिले पनि देखाउँदैनन् उनी। हो, संवेदनशील डिसिजनहरू लिन सक्छन्, विशेष गरी यसपटकको क्वालिफायरमा पनि धेरै पटक देखियो उनको त्यो लिडरशिप, स्ट्रेटेजिकली कसरी आफूलाई ब्यालेन्स बनाउने, मानसिक रूपमा कसरी दृढ हुने, हैन, यी सबै इन्सपिरेसनल थियो यस टुर्नामेन्टमा उनको क्याप्टेन्सी हेर्ने हो भने। र इमोसन देखिन्थ्यो, इमोसन बाहिर आइरहेको हुन्थ्यो क्याप्टेनबाट पनि। स्यान्डीसँग अङ्कमाल होस्, हरेक दिपेन्द्रसँगको खुसियाली होस्, रनआउट पछि ती सबै कुराहरूमा हरेक इमोसनमा क्याप्टेन रोहित इन्भल्भ थिए यसचोटि। जब टिमको लागि अब त यहाँबाट हार्यो, अब त मुस्किल छ भन्ने बेला होस्, क्याप्टेनले आफूलाई कसरी होल्ड गरिरहेको हुन्थ्यो, त्योसम्म कसरी विश्वास जगाइरहेको हुन्थ्यो टिमलाई, होइन। त्यसैले टिमबाट त्यो विश्वास, प्रत्येक खेलाडीहरूसँगको बन्डिङ उनले कमाएका हुन् आफूले। आफ्नो हम्बल नेचरले र सरसल्लाह गर्न नहिचकिचाउने उनको स्वभावले स्यान्डीसँग, दिपेन्द्रसँग हरेक समयमा डिस्कसन गरिरहे। सिनियर प्लेयरहरूसँग त्यही प्रकारको एउटा कम्युनिकेसन थियो, बाहिर कोचसँग, म्यानेजमेन्टसँगको छुट्टै कनेक्सन, सबै एलिमेन्टहरू हुन् जितको लागि चाहिने र ओभरअल टुर्नामेन्टको लागि चाहिने। यस कारणले नै हो कुनै पनि क्याप्टेनलाई सक्सेसफुल बनाउने। अब हेर्न बाँकी छ कि 2026 को विश्वकपमा इन्डिया र श्रीलङ्कामा रोहित पौडेलको क्याप्टेन्सीले के अर्को नयाँ अध्याय गर्नेछ नेपालको टिमले। यी सबै कुराहरूमा हामी आशा गर्न सक्छौँ, तर अहिलेसम्म जे उपलब्धिहरू छन् यी शानदार छन्, किनकि धेरै कुराहरूको जवाब त समयले अझै पनि दिन बाँकी छ। साथीहरू, यो थियो मेस्मराइजिङ जर्नी अफ क्याप्टेन रोहित पौडेल, फ्रम अ क्याप्टेन अफ क्राइसिस टाइम टु द मोस्ट सक्सेसफुल क्याप्टेन अफ नेपाल। सामान्य खेलाडीबाट सुरु भएको यात्रा, सही योजना र लगनशीलताको कारण अब नेपालको क्रिकेट इतिहासमा सुनौलो अक्षरले लेखिएको नाम भइसकेको छ। यो तपाईँ हाम्रो लागि पनि सिख हो, पाठ हो, एउटा म्यासेज हो, सन्देश हो। एकपटक उनलाई आलोचना गर्नुभन्दा अगाडि उनको पोजिसनलाई हेर्नुहोला र त्यसपछि आफ्नो पोजिसनलाई एकपटक प्लिज तपाईँले फेरि हेरिदिनु होला। मात्र 23 वर्षको उमेरमा कसैले पुरा देशलाई उठाइरहेको छ भने त्यो 23 वर्षको उमेरमा तपाईँ के गर्दै हुनुहुन्थ्यो त्यो पनि एकपटक रियलाइज गर्नु होला। मैले त गरेको छु धेरै पटक। थ्याङ्क यू भेरी मच।